वेलकम छ सबैजना चाहिँ मेरो यो भिडियोमा चाहिँ हामी चाहिँ आज दिउँसो भिडियो बनाउनु भनेर आएको छौँ हैन। यहाँनिर चाहिँ ब्रिजमा छौँ हामी, टक्कै क्यामेरा पनि रेडी छ। उता एउटा हाम्रो एक्टर पनि रेडी हुनुहुन्छ र आज हामी के कस्तो भिडियो हुन्छ हेरौँ हैन। यता टक्क भिडियो सुट गरिरहेछौँ हामी हैन। क्यामेरा रेडी छ र यो मार्थिलीको ब्रिजतिर हो। यहाँनिर चाहिँ हामी यस्तो गल्लीमा भिडियो बनाउन सुट गर्नको लागि आएको थियौँ, तर यार अचम्मको कुरा के छ भने हामीलाई पर्मिसन पनि मिलेन कि। यहाँ पर्मिसन चाहिन्छ क्या। मोबाइलले त जहाँ पायो त्यहीँ भिडियो रेकर्ड गर्न मिल्यो, भिडियो बनाउन मिल्यो, तर भने यस्तो प्राइभेट एरियामा चाहिँ, प्राइभेट इलाकामा चाहिँ हाम्रो पर्मिसन लिनुपर्ने हुन्छ। यहाँको सिक्युरिटी गार्ड या त म्यानेजर सुपरभाइजर कोही पनि हुन्छ हैन। यहाँको मान्छेको पर्मिसन लिनुपर्छ। यहाँको मान्छे चाहिँ पर्मिसन दिएन, हामीलाई रिजेक्ट गर्यो, किनभने यहाँ प्राइभेट एरिया हो, तपाईँहरू चाहिँ भिडियो बनाउन सक्नुहुन्न भनेर भन्नुभयो, रिजेक्ट गर्नुभयो। त्यही भएर एरिया नै मिलिरहेको छैन, घाम छ जताततै, कता बनाउने भिडियो भन्ने सोचमा छौँ कि हामी दिनमा हैन। अब हेरौँ अर्को राम्रो ठाउँतिर पायो भने चाहिँ राम्रो ठाउँतिर गएर बनाउनु पर्ला। थाकियो एकदमै थाकियो है। लास्टै गर्मी छ यतातिर आज भोलि हैन। अहिले चाहिँ एउटा पसलमा आएको छौँ हामी, टक्क बसौँ अहिले रेस्ट गरौँ हैन। के खाने हो भाइ पसलमा? के खाने हो पसलमा गएर? सिगरेट खानालाई पसलमा आएको छौँ हैन। बाहिर घाम छ, अहिले छाया शीतलमा बसेका छौँ हामी। ल दिउँसोको अवस्था चाहिँ यस्तो छ बेङ्गलोरमा हैन। माथि पनि एउटा रोड छ अनि तल पनि एउटा रोड छ, उता पनि गाडी आउँदैछन् अनि ऊ पर हाम्रो ट्रेन जाने बाटो छ क्या। हामी ट्रेन जाने बाटोमा गएर भिडियो बनाउने प्लानिङ हो हाम्रो। खासै भिडियोहरू बनाउन सकिएन गर्मीका कारणले। बाहिर गएर रोडमा पुरै गर्मी छ। अहिले चाहिँ यो आफ्नै बिल्डिङको 7th फ्लोरमा आएको थिएँ माथि छतमा, त्यहाँ पनि राम्रो भिडियोहरू भएन क्या। आज चाहिँ त्यसै गयो। अब कुनै दिन भिडियो बनाउने टाइम भनेको बिहानको 6 बजे 7, 8, 9, 10 बजेसम्म हुन्छ नि। बेलुकीको चाहिँ तपाईँको 4, 5, 6 बजीतिर दामी भ्यूहरू आउँछ र दामी कलर पनि आउँछ, क्वालिटी पनि राम्रो आउँछ। यो दिउँसो त गर्मीले के भन्नु, खासै राम्रो आउँदैन।